हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। हजुरहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ भनेर आशा राख्नेछु र म पनि सन्चै छु। र हामी चाहिँ घरबाट पनि निस्किसकेको छौँ। हामी चाहिँ कहाँ जानु लागेको भन्दाखेरि हामी चाहिँ जाँदैछौँ मन्दिर। अन्त हिँडेर जानुपर्ने हुन्छ, अलिक टाढो छ। यो देख्नु हुँदैछ नि त मन्दिर, यो हो नि त टपमा छ नि त, हिल टपमा गायत्री मन्दिर। अनि आइतबारको दिनमा हवन हुन्छ नि त। अनि हामी सबैजना जान्छौँ, मेरो पडोसी आन्टी अन्त उत्यो आन्टी सबै हामी तिनजना चाहिँ जाँदैछौँ। माथि टाढा छ, अन्त पानी खाने पनि पूजा स्टार्ट भयो भने रुखेर पानी खाने पनि तोत पाएनौँ कि हामीहरू चाहिँ एकदम कुद्दै कुद्दै जाँदै थियौँ। अनि एक दुसरालाई दिँदैथ्यौँ, तर हिँड्नु चाहिँ छोडेको थिएनौँ क्या, लेट हुन्छ भनेर। हेर्नु सक्नुहुन्छ कति हिल टप भनेपछि हिल टप भन्दा माथि नै छ नि त, धेरै माथि नै छ। अनि यहाँ चाहिँ हामी जाँदैछौँ तिनजना पानी पिउँदै हाँस्दै भिडियो बनाउँदै जाँदैछौँ। अनि मन्दिर चाहिँ हेर्नु सक्नुहुन्छ कहाँ छ, देख्नुभयो नि। अब हामीलाई यत्रो बाटो हिँडेर जानुपर्छ, पुरा घुमेर। फेरि हेर्नु न, उकालो हेरेर चाहिँ तपाईँहरू छक्कै पर्नुहुन्छ होला। उकालो जो जिरोबडी भिडियो हेर्नु हुँदैछ उनीहरूलाई त थाहै छ होला उकालो कति छ भने चाहिँ। बाहिरदेखि हेर्नु हुँदैछ, हेरेर थाहै सक्नुभयो होला कि कति आँप छ भने। दुईजना साथी चाहिँ एक दुसरालाई तान्दै जान्छ। अब त मेरो साथी छैन, म त एक्लै परेँ। आन्टीहरूलाई त अब समात्दै हिँड्नु भएन। अनि म चाहिँ एक्लै हिँडेँ। अन्त आन्टीहरूको साथीहरू भेट्नुभयो फेरि, अन्त उनीहरू कुरा गर्नु हुँदै थियो। म चाहिँ रुक्नु हुँदैन, हिँडिराख्नु पर्ने हुन्छ भनेर म चाहिँ हिँड्दै थिएँ। एकदम गर्मी भयो। हेर्नुहोस् न, अरू एक फन्को मार्नुपर्ने हुन्छ, यस्तो उकालो कि। मन्दिर यस्तै अप्ठ्यारो ठाउँमा बनाएको जान्छ अरे कि मान्छेहरू हिँडेर आओस्, अलिकति गाह्रै होस् भनेर बनाइजान्छ अरे। यस्तो हो कि होइन, कमेन्ट सेक्सनमा बताइदिनुहोस्। आन्टीहरूले भन्दै थिए मन्दिर अप्ठ्यारो ठाउँमै हुन्छ, हिँडेर जा। साथी यो कुरा चाहिँ मैले भनेको होइन है, आन्टीहरूले भनेको। अन्त हिँड्नु चाहिँ रुक्नु हुँदैन, आस्ते आस्ते बिस्तारी भए पनि हिँडिराख्नु। फाइनली गाइस हामी चाहिँ मन्दिरको दरबारमा पुगिसकेको छौँ। अन्त मन्दिर पस्ने अगाडि चाहिँ ढक्नुपर्ने हुन्छ, यसरी ढकिसकेको छु होइन। अब हुन्छ नि, मन्दिरमा एन्ट्री लिएपछि हुन्छ नि कस्तो शान्ति पाउँछ। अब मन्दिर पनि पुगिसकेको छौँ, हामीले अगरबत्ती पनि हवनमा हालिसकेका छौँ। अनि त्यसपछि चाहिँ साथीहरू अब चाहिँ हुन्छ हवन स्टार्ट। अब हम ये देवता को भोजन कराने जा रहा है, ठीक है। तो सभी लोग श्रद्धापूर्वक प्यार से आराम से डालिए। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। स्वाहा। इदं नमः। ओम धियो यो नः प्रचोदयात्। स्वाहा। इदं गायत्री इदं नमः। अब चाहिँ साथीहरू आरती पनि स्टार्ट भइसकेको छ। अन्त शङ्ख बजाउनु पर्ने हुन्छ। यो बङ्गालीको बच्चाहरूले सानोदेखि सबै कुरो जान्ने कि। शङ्ख यत्रो सानो पुच्चेले हेर्नुहोस्, सबै शङ्ख एकबारमा बजाइदिएको क्या, 3 बार बजाउनु पर्ने हुन्छ। एकदम राम्ररी बजायो कि नानीले, सुन्नुहोस् है। त्यसपछि साथीहरू मैले प्रसाद पनि पाइसकेको छु, पूजा पनि खत्तम भयो। अन्त मैले चाहिँ प्रसाद खानुतर्फ लागिसकेको छु। एप्पल भेटेको थिएँ, म्याङ्गो भेटेको थिएँ, उसके बाद बनाना भेटेको थिएँ। प्रसाद पनि एकदम मजाले खाइसकेको छु। त्यसपछि चाहिँ हामी घरतर्फ लाग्यौँ। सो बाई बाई साथीहरू, यति नै हो आजको मिनी भ्लगमा। भेट्नेछु नेक्स्ट मिनी भ्लगमा। भिडियो कस्तो लाग्यो कमेन्ट गरेर बताइदिनु होला। अनि यो चाहिँ हो मेरो पार्टनरहरू, मेरो मन्दिर जाने पार्टनर आन्टीहरू। बाई बाई साथीहरू, भेट्नेछु नेक्स्ट मिनी भ्लगमा।